यो ब्रसले कलरहरू गइरहेको रहेछ नि त अनि प्रोडक्ट ड्यामेज हुने पोसिबिलिटी हुनसक्छ अक्सिडाइज हुनसक्छ कि छैन कतिपय ब्रसमा कलरहरू लागेको हुन्छ मजाले हेर्ने है मजाले कोम गर्ने त्यसपछि ग्रिप गर्ने अनि फिङ्गरलाई सो 1 इन्च अथवा 0.5 इन्चको डिस्टेन्स राखेर हामीले के गर्ने प्रोडक्ट धेरै नदिने एकदम थोरै लिने प्रोडक्ट त्यसपछि के गर्ने यहाँ एउटा एड गर्ने त्यसपछि तल अलिक सर्ने फेरि यहाँ ट्याप फेरि तल सर्ने यहाँ ट्याप गर्ने अब यसलाई मल्टिफाई गर्दै जाँदाखेरि चाहिँ तलबाट माथि यसरी सर्दै जान्छ यसलाई चाहिँ के गर्नु पऱ्यो मजाले मल्टिप्लिकेसन गर्नु पऱ्यो है मल्टिप्लिकेसन गर्दाखेरि चाहिँ हामीले फिङ्गर्सहरू हुन्छ नि यो फिङ्गर्सलाई यसरी पेस्ट गर्दै मल्टिप्लाई गर्दा पनि सकिन्छ ल यसलाई मजाले फोम गरिदिने फोम गरेर इभन ब्यालेन्स गर्ने फेरि मल्टिप्लिकेसन गर्ने अब यो हेयरमा हेर्नु त हामीलाई म्याक्सिमम् प्रोटिन कुन एरियामा चाहिएको छ त अलिक कपाल ड्राइनेस रफनेसहरू चाहिँ इन एरियामा छ नि त होइन सो इन एरियामा छ भने हाम्रो फोकस केमा हुनु पऱ्यो त इन एरियामा हुनु पऱ्यो ल सो प्रोडक्ट हामीले लगाउँदाखेरि चाहिँ इन एरियामा चाहिँ छुट्नु भएन यो सेक्सन एरिया ठुलो भयो भनेर हाल्ने धेरै नलगाउने फिङ्गर टिप्सले मजाले मसाज कोम मैले अपोजिट डिरेक्सनमा कोमलाई फेस गरिरहेको छु है मैले यसलाई यसरी यतातिर गरेँ भने चाहिँ यहाँदेखि प्रोडक्ट कोममा आउने पोसिबिलिटी हुनसक्छ यसलाई अपोजिट डिरेक्सनमा गर्ने अनि कोम हामीले प्रोडक्ट लगाइसकेपछि यसको स्मुथनेस चाहिँ देख्नु पऱ्यो है